आदरणीय महानुभावहरू, आज म जामको बारेमा केही कुरा गर्न गइरहेको छु। अत्याधिक जामको कारण देशको विकासमा सुस्तरता आउँदछ। किनभने अत्याधिक जाम हुँदाखेरि ठुलो नोक्सानी हुन्छ, समयको ठुलो नोक्सानी हुन्छ, इन्धन बढी खपत हुन्छ, उद्योग व्यापारमा ढिलाइ हुन्छ, प्रदूषण र स्वास्थ्यमा समस्या बढ्छ, मानिसमा तनाव बढाउँछ। किनभने 10 मिनेटमा पुग्ने ठाउँ जामको कारणले 1 घण्टा 1.5 घण्टा लाग्ने गर्छ। यसमा हजार घण्टा समय क्षति हुन्छ। धेरै मान्छेहरूले समयमा कामहरू गर्न सक्दैनन्। त्यसकारण सवारी जामलाई न्यूनीकरण गर्ने, चुस्त दुरुस्त बनाउने काम सरकारले गर्नुपर्दछ। जति जाम हो त्यति विकासमा अवरोध हुन्छ, विकासले गति लिन सक्दैन। हुन त विकसित राष्ट्रहरूमा पनि जाम नहुने होइन, तर त्यहाँ जुन विकसित राष्ट्रहरूले जामलाई व्यवस्थापन गर्न सक्षम प्रणाली अपनाएका हुन्छन् र त्यहाँ जाम हुँदै हुँदैन, भए पनि चाँडै समाधान हुन्छ। त्यसकारण विश्वका विकसित राष्ट्रहरू तीव्र रूपमा आफ्नो देशलाई समृद्धितिर लम्काइरहेको हुन्छन्। धन्यवाद।